नमस्ते। आज हामी युरोप यात्रासँग जोडिएको एउटा महत्त्वपूर्ण विषयमा कुरा गरौँ न त। नमस्ते, कुन विषयमा होला आज? साइप्रस र सेन्जेन क्षेत्रबारे। सेन्जेन मतलब युरोपका धेरै देशबीच बिना बोर्डर चेक आवत-जावत गर्न मिल्ने त्यो व्यवस्था ए हो, यो विषयमा मान्छेहरू अलिक कन्फ्युज्ड पनि हुन्छन् है? हो नि। हामीसँग केही जानकारी छ जसले साइप्रसको अहिलेको स्थिति र भविष्यमा के हुन सक्छ भन्ने बारे अलिक प्रश्न पार्छ होला। आजको छलफलको उद्देश्य नै यही हो। एकदम, किनभने कतिलाई के लाग्छ भने युरोपेली सङ्घ माने इयुको सदस्य भएपछि त स्वतः सेन्जेनमा पनि भइहाल्यो नि भन्ने हुन्छ। तर त्यस्तो होइन। हो, वास्तविकता अलिक फरक छ। तथ्यबाटै सुरु गरौँ है त। गरौँ न। ल हेर्नुस्, साइप्रस त सन् 2004 देखि नै युरोपेली सङ्घको सदस्य हो। निकै लामो समय भयो। 20 वर्ष जति हुन लाग्यो। हो, तर इयु सदस्य भए पनि यो देश आजको दिनसम्म सेन्जेन क्षेत्रको पूर्ण सदस्य चाहिँ भएको छैन। र यसको असर सिधै यात्रामा परिहाल्छ नि। कसरी? अलि प्रश्न पारिदिनुस् न। मतलब कसैसँग साइप्रसले दिएको भिजा छ भने त्यो भिसा देखाएर मात्र जर्मनी, फ्रान्स, इटाली जस्ता सेन्जेन देशहरू जान पाइँदैन। ए हो र? हो, ती देश जानलाई त फेरि छुट्टै सेन्जेन भिसा नै चाहिन्छ। यो त यात्रा योजना बनाउनेले एकदमै ख्याल गर्नुपर्ने कुरा हो। यो त निकै महत्त्वपूर्ण जानकारी भयो, खास गरी यात्रा गर्नेहरूका लागि। तर एउटा प्रश्न उठ्छ, साइप्रस किन अझै सेन्जेन बाहिर छ त? केही त कारण होला नि? पक्कै पनि यो त्यति सजिलो प्रक्रिया होइन। खै स्रोतहरूले के भन्छन् भने यसका पछाडि विभिन्न मतलब प्राविधिक र राजनीतिक कारणहरू छन्। जस्तो सेन्जेनको लागि चाहिने एकदम कडा खालको सिमाना नियन्त्रण मापदण्ड हुन्छ, त्यो पूरा गर्नु पर्यो। अनि आफ्नो डाटा सिस्टमलाई सेन्जेन सूचना प्रणाली SISसँग जोड्नु पर्यो। प्राविधिक तयारीहरू धेरै चाहिने रहेछ। हो, अनि फेरि सबै सदस्य राष्ट्रहरूको राजनीतिक सहमति पनि त चाहियो नि। साइप्रसको आफ्नै विशेष परिस्थिति पनि होला यसमा। बुझियो। प्राविधिक र राजनीतिक दुवै तहमा काम गर्नुपर्ने देखियो। तर पछिल्लो समय एउटा निकै चाखलाग्दो खबर आएको छ नि, जसले यो स्थिति बदलिने सङ्केत गर्छ। तपाईले साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडुलिदेसको त्यो घोषणाको कुरा गर्दै हुनुहुन्छ होला? हो, ठ्याक्कै। उहाँले त एउटा डेडलाइन नै दिनुभएको छ क्यारे? हो नि, उहाँको भनाइ अनुसार साइप्रसले सन् 2025 को अन्त्यसम्ममा मतलब आउँदो वर्षको अन्त्यसम्ममा सेन्जेन क्षेत्रमा सामेल हुन चाहिने सबै प्रक्रिया पूरा गर्ने लक्ष्य राखेको छ रे। यो त निकै ठूलो कुरा भयो। महत्त्वकांक्षी लक्ष्य, तर महत्त्वपूर्ण कदम पनि। एकदमै। यदि साइप्रसले भने अनुसार सबै प्राविधिक कुराहरू मिलायो अनि राजनीतिक सहमति पनि जुट्यो भने केही समयमै यो देश सेन्जेन क्षेत्रको 30औं सदस्य बन्न सक्छ। वाह! यो भयो भने त साइप्रस जान मात्र होइन, समग्र युरोपभित्रै आवत-जावत गर्न पनि कति सजिलो हुन्छ होला। सोच्नुस् त, लार्नाका एयरपोर्टबाट उडेर सिधै प्यारिस वा रोममा बिना कुनै थप झन्झट ल्यान्ड गर्न पाइयो। साँच्चै त्यो त ठूलै परिवर्तन हुने भयो। ल त्यसो भए अहिलेसम्मको कुरालाई छोटकरीमा भन्दाखेरि आजको दिनमा साइप्रस सेन्जेन देश होइन। त्यसैले भिसा नियमहरू अलि फरक छन्। तर 2025 को अन्त्यसम्ममा यो स्थिति बदलिने सम्भावना चाहिँ बलियो देखिन्छ। त्यसको लागि काम भइरहेको छ। ठिक हो। वर्तमान यथार्थ र भविष्यको सम्भावना दुवै कुरा हामीले हेर्यौं। अहिले EU सदस्य तर सेन्जेन बाहिर। भविष्यमा यदि सबै कुरा मिल्यो भने सेन्जेन परिवारकै हिस्सा बन्ने, जसले यात्रामा र अरू पनि धेरै कुरामा सजिलो पार्छ। यो सबै कुरा सुन्दा मेरो मनमा एउटा जिज्ञासा आयो। भन्नुस् न। मानिलिऊ साइप्रस सेन्जेनमा सामेल हुने प्रक्रिया सफल भयो रे। 2025 को अन्त्यमा वा त्यसपछि यसले युरोप यात्रा गर्ने योजना बनाइरहेका मानिसहरूलाई कस्तो खालको असर पार्ला त? के यो परिवर्तनलाई उनीहरूले अहिलेदेखि नै आफ्नो योजनामा राखेर सोच्नु जरुरी छ? खै यसमा विचार गर्नु पनि रोचक होला नि, होइन र? हो नि, एकदमै विचार गर्नुपर्ने प्रश्न हो यो। यात्रा योजनामा पक्कै फरक पार्छ।